वास्तविकता के हो? यो प्रश्न सुन्दा जति सरल लाग्छ नि, यसको जवाब खोज्दै जाँदा हाम्रो दिमागै हल्लिन सक्छ। आज हामी यस्तै एउटा यात्रामा निस्कँदैछौँ जसले हामीले देखेको, भोगेको संसारप्रतिको हाम्रो बुझाइलाई नै चुनौती दिनेछ। ल सुरु गरौँ यो सिधा प्रश्नबाट। हामीले देख्ने, छुने र महसुस गर्ने यो संसार के यो साँच्चै नै त्यस्तै छ जस्तो हामी सोच्छौँ, वा यो केवल एक भ्रम मात्रै हो? अब भ्रम भन्नाले के हो त्यो बुझौँ। सोच्नुहोस् त, अँध्यारोमा भुइँमा एउटा डोरी छ र त्यसलाई सर्प ठानेर तर्सियो। यहाँ डोरी त वास्तविक नै हो होइन र? तर त्यसलाई सर्प देख्नु चाहिँ भ्रम हो। मतलब भ्रम भनेको केही पनि नहुनु होइन, बरु जे छ त्यसलाई गलत तरिकाले बुझ्नु हो। रमाइलो कुरा के छ भने वास्तविकतामाथि शङ्का गर्ने यो चलन कुनै नयाँ होइन। हजारौं वर्षदेखि मानव सभ्यताले यो प्रश्न सोधिरहेको छ र यसको एउटा निकै गहिरो जवाफ प्राचीन दर्शनमा लुकेको छ। हिन्दू वेदान्त दर्शनमा माया भन्ने एउटा गजबको अवधारणा छ। यसले के भन्छ भने यो संसार छँदै छैन भन्ने होइन, बरु यो जुन भौतिक संसार हामी देख्छौँ यो त परम वास्तविकता अर्थात् ब्रह्मको एउटा अस्थायी र परिवर्तनशील छाया वा प्रक्षेपण मात्र हो। अनि हामी चाहिँ यही छायालाई नै अन्तिम सत्य मानेर अल्झिरहेका छौँ। यस्तै कुरा बौद्ध धर्मले पनि गर्छ, शून्यताको अवधारणा मार्फत। यसअनुसार कुनै पनि चिजको आफ्नै छुट्टै स्वतन्त्र अस्तित्व हुँदैन, बरु सबै कुराहरू एउटा विशाल नदेखिने जालोमा एकअर्कामा निर्भर छन्। चाहे त्यो रुख होस्, मानिस होस् वा तारा, सबै त्यही एउटै जालोको हिस्सा हुन्। त्यसो भए यी दुईमा के फरक भयो त? खासमा सार एउटै हो। मायाले भन्छ हामी एउटा ईश्वरीय प्रक्षेपणलाई अन्तिम सत्य मान्ने गल्ती गर्छौँ। शून्यताले भन्छ हामी एउटै अन्तर्सम्बन्धित जालोलाई टुक्रा टुक्रा छुट्टाछुट्टै वस्तुहरू मान्ने गल्ती गर्छौँ। दुवैको निचोड के हो भने हामीले जे देखिरहेका छौँ त्यो नै अन्तिम सत्य होइन। ल अब हजारौं वर्ष अगाडि आउँ आजको समयमा, र अचम्मको कुरा के छ भने आधुनिक भौतिक विज्ञान पनि घुमिफिरी यस्तै निष्कर्षमा पुग्न खोजिरहेको जस्तो देखिन्छ। अब विज्ञानको आँखाबाट हेरौँ है त। क्वान्टम मेकानिक्सले त हाम्रो ठोस संसारको जग नै हल्लाइदियो। यसले के देखायो भने एकदमै सूक्ष्म तहमा कणहरू एकैपटक धेरै ठाउँमा हुन सक्छन्, अनि ब्रह्माण्डको एक कुनामा भएको कण अर्को कुनामा भएको कणसँग रहस्यमय तरिकाले जोडिएको हुन्छ। यसको सोझो अर्थ के हो भने ब्रह्माण्डको जगमा केही पनि हामीले सोचे जस्तो ठोस छैन। यदि केही पनि साँच्चै ठोस छैन भने हामीले अनुभव गर्ने यो त्रिआयामिक अर्थात् 3D संसार आखिर के हो त? के यो साँच्चै नै कुनै अर्को सतहबाट आएको एउटा प्रक्षेपण मात्रै हुन सक्छ? यसलाई बुझ्नलाई होलोग्रामको उदाहरण एकदमै सही हुन्छ। होलोग्राममा के हुन्छ भने कुनै वस्तुको सम्पूर्ण जानकारी एउटा द्विआयामिक अर्थात् 2D सतहमा रेकर्ड गरिएको हुन्छ, अनि जब त्यो सतहमा प्रकाश पर्छ तब हावामा एउटा वास्तविक जस्तै देखिने 3D छवि बन्छ। र यहाँ आउँछ सबैभन्दा दिमाग घुमाउने कुरा। होलोग्राफिक सिद्धान्तले के प्रस्ताव गर्छ भने हाम्रो यो पुरै विशाल 3D ब्रह्माण्ड पनि वास्तवमा एउटा होलोग्राम जस्तै हो। यसको मतलब हाम्रो वास्तविकताको सम्पूर्ण जानकारी ब्रह्माण्डको सिमानामा रहेको एउटा 2D सतहमा लेखिएको छ र हामी त्यही जानकारीको 3D प्रक्षेपण मात्र हौँ। प्राचीन दर्शन र आधुनिक भौतिक विज्ञानपछि अब तेस्रो र सबैभन्दा आधुनिक दृष्टिकोणतर्फ लागौँ। यो विचारले त कुरालाई अझै एक कदम अगाडि लैजान्छ। भौतिक विज्ञानले के भन्दैछ भने ब्रह्माण्डको सबैभन्दा आधारभूत तत्त्व पदार्थ होइन, बरु जानकारी हो। ल एकछिनलाई यो कुरा मानौँ, यदि हाम्रो वास्तविकताको जग नै जानकारी हो भने त्यसो भए के यो सम्भव छैन र कि यो सम्पूर्ण जानकारी कसैले प्रोग्राम गरेको होस्? ठिक त्यसरी नै जसरी हामी कम्प्युटरमा गेम वा सफ्टवेयर प्रोग्राम गर्छौँ। हो, यही नै हो सिमुलेसन परिकल्पना। दार्शनिक निक बस्ट्रोम जस्ता विचारकहरू के तर्क गर्छन् भने यदि कुनै सभ्यता हामीभन्दा धेरै नै उन्नत भयो भने उनीहरूले वास्तविक जस्तै देखिने अरबौं सिमुलेसन्सहरू चलाउन सक्छन्। अब सम्भावनाको खेल हेर्नुहोस्, एउटा मूल वास्तविकता र अरबौं नक्कली वास्तविकतामा हामी कुन चाहिँमा पर्ने सम्भावना बढी हुन्छ। र अब कुरा साँच्चै नै रोचक मोडमा आइपुग्छ। हामीले 3 फरक बाटोहरू हेर्यौँ, प्राचीन दर्शन, आधुनिक विज्ञान र प्रविधि। तर अचम्म के छ भने यी सबै बाटोहरू
एउटै बिन्दुमा आएर मिल्न खोजिरहेका छन्। ल, यी तीनै दृष्टिकोणलाई एकै ठाउँमा राखेर हेरौँ त। एकजना प्राचीन ज्ञानी भन्छन् यो संसार ईश्वरीय प्रक्षेपण हो। एकजना भौतिक शास्त्री भन्छन् यो ऊर्जा र जानकारीको एउटा विशाल जालो हो। र एकजना सिमुलेसन सिद्धान्तकार भन्छन् यो एउटा प्रोग्राम गरिएको वास्तविकता हो। भाषा फरक फरक होला, तर के यी तीनैले एउटै कुरातिर सङ्केत गरिरहेका छैनन् र? यसको अर्थ के हो त? आध्यात्मिकता, विज्ञान र प्रविधि, मानव ज्ञानका यी तीन फरक फरक खोलाहरू घुमिफिरी एउटै आश्चर्यजनक महासागरमा मिसिन आइरहेका छन्। यी सबै कुराहरूले हामीलाई फेरि त्यही सुरुको सबैभन्दा महत्त्वपूर्ण प्रश्नमा फर्काएर ल्याउँछ। सोच्नुस् त, यदि हाम्रा आँखा र कानले हामीलाई धोका दिन सक्छन्, जसरी अँध्यारोमा डोरी सार्प देखिन्छ, यदि विज्ञानले भन्छ कि यो ठोस देखिने संसार वास्तवमा ठोस नै छैन, त्यसो भए वास्तविकता भनेको आखिर हो के त? चाहे यसलाई एउटा ईश्वरीय प्रक्षेपण भन्नुस्, वा क्वान्टम होलोग्राम, वा एउटा विशाल कम्प्युटर सिमुलेसन, सायद वास्तविकताको सबैभन्दा ठूलो सत्य यही हो कि यो हामीले सोचे जस्तो वा देखे जस्तो पटक्कै छैन। यो यस्तो प्रश्न हो जसमाथि घोत्लिनुको मजा नै बेग्लै छ।